सम्ममा यहाँ चाहिँ पुरै देख्न सक्नुहुन्छ पुरैसम्म के कारहरू पुरै जाममा छ के पुरैसम्म देख्न सक्नुहुन्छ तपाईँहरूले पुरै जाम छ उता जाम छ यतातिर खुल्ला छ हो मेरो अगाडिपट्टिबाट चाहिँ होटल छ ठक्क यहाँनिर चाहिँ बिचमा अत्यन्तै सुन्दर गरियो निर्माण गरिएको ठक्क यहाँ मुनिबाट चाहिँ अन्डरग्राउन्ड छ यो अन्डरग्राउन्डको मुनिबाट चाहिँ ट्रेन स्टेसन छ क्या यसको मुनिबाट चाहिँ ट्रेन जान्छ क्या ट्रेन अब नेपालमा त ट्रेन अब यस्तो अन्डरग्राउन्ड भन्ने त होइन सम्झिने मात्रै होला होइन भर्खर निर्माण त हुँदैछ तर अब त्यो निर्माणको कार्य त भइरहेछ तर फिनिसिङ छैन नि त अहिले नै यतातिर भनेको पुरै अन्डरग्राउन्ड त यहाँनिर त सब अन्डरग्राउन्ड हुन्छ अब तपाईँहरू यहाँनिर देख्दै हुनुहुन्छ यो बाटो टक्क यो बाटो भन्दा यसको मुनि पनि अन्डरग्राउन्ड छ क्या ट्रेन छ क्या ट्रेनको वे देख्न सक्नुहुन्छ पर अगाडि चाहिँ ट्रेन पनि आइसकेको छ क्या टक्क माथिबाट पनि पुरै गाडीको बाटो हो तलबाट पनि गाडीहरू आउजाउ गरिरहेको छ टक्क यो भेनाएर गइसकेको छ टक्क यहाँनिर पनि गार्डन के यस्तो व्यवस्थित तरिकाले यहाँको सरकारले यस्तो व्यवस्थित तरिकाले ठाउँहरूलाई म्यानेज गरेको छ है यो देख्दा चाहिँ एकदमै खुसी लाग्छ के टक्क हिँड्दा पनि टक्क हो यस्तो शान्त छ ठाउँहरू है यस्तो सफा छ यताभित्र चाहिँ यो सब ट्रेनमा जाने ठाउँ हो क्या यो चाहिँ ट्रेन चढ्ने ठाउँमा जाने टक्क ट्रेन स्टेसनको ठाउँ हो यो ट्रेन स्टेसन हो दोस्तीले अगाडिबाट एकदम स्पिडमा गाडी आइसक्यो बाइक अन्डरग्राउन्ड ट्रेन अब माथिबाट पनि ट्रेन हो ट्रेनबाट हिँड्नुलाई ट्रेनबाट बसबाट हिँड्नुलाई बसबाट सेवा सुविधा है अनि अब ग्र्याबबाट हिँड्नुलाई ग्र्याब भन्ने हुन्छ हो सबै थोक हुन्छ के ठ्याक्कै यो मेरो लेफ्ट साइडमा देख्दै हुनुहुन्छ यो भनेको चाहिँ टक्क बेलुका अब यो खुल्छ यो भनेको सबै यो रेस्टुरेन्टहरू हो यो अनि बेलुका चाहिँ यतातिर मान्छेको चहलपहल अति नै प्याकम्पाक हुन्छ अनि अति नै मान्छेहरू यहाँ चाहिँ भरिभरा हुन्छ बेलुकाको समयमा चाहिँ अनि अहिले चाहिँ पुरै ठाउँहरू चेयरहरू टेबलहरू टक्क मिलाइसकेको छ है देख्न सक्नुहुन्छ तपाईँहरूले टक्क भनेको यो भित्रपट्टिबाट भने चाहिँ ट्रेनको लिक देख्दै हुनुहुन्छ पुरै खियो लागेर हो फलाममा खियो लागिरहेको छ यो चाहिँ सब ट्रेनको लिक हो टक्क यहाँ अगाडि चाहिँ रेस्टुरेन्टहरू हो पुरै अब कस्टमरहरू आउने बेला हो त्यही भएर एकदम तयारी अवस्थामा सबजना रेडी बनाउँदैछ है पुरै देख्न सक्नुहुन्छ तल पुरै प्याक भइसक्यो होटलहरू
यतातिर चाहिँ फुल फुलेर एकदमै ढकमक्क देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ एकदमै सुन्दर तपाईँहरूले दृश्य देख्न सक्नुहुन्छ। पर टाइटानिक जहाजबाट आउँदैछ देख्न सक्नुहुन्छ है तपाईँहरूले। त्यहाँनिर चाहिँ मेन हाइवे चाहिँ माथिल्लोपट्टि देख्दै हुनुहुन्छ तपाईँहरूले। ल एकदमै यहाँबाट चाहिँ सुन्दर सुन्दर दृश्यहरू यहाँबाट चाहिँ हजुरहरूले अवलोकन गर्न सक्नुहुनेछ। टक्क यहाँ मुनिबाट चाहिँ ट्रेन आइसकेको छ। ट्रेनमा चाहिँ एकदम मान्छे भरि भराउ छ है। पारी र पारीबाट हो दुईवटा ट्रेन, दुईतिर जाँदैछ ट्रेन है। त्यहाँ मुनि अन्डरग्राउन्डबाट चाहिँ ट्रेनको स्टेसन हो। ट्रेन जाँदैछ, त्यसको ठक्क माथिबाट चाहिँ म हिँडिरहेको छु अनि गाडीहरू हिँडिरहेको छ हो। अब चाहिँ यहाँबाट तपाईँहरू देख्न सक्नुहुन्छ पानी पर्नुलाई एकदमै मुसलधारे पानी पर्नु लागेको छ है। आकाशभरि बादल एकदमै कालो रिङ्गलिसक्यो। अब चाहिँ पानी एकदमै ठुलो पर्नेवाला छ। त्यही भएर म चाहिँ मेरो यात्रालाई चाहिँ अलिकति स्पिडमा बढाउँदैछ है त। तलबाट रोड हो, ठक्क साइडबाट चाहिँ यो मान्छे हिँड्नुको लागि बनाएको पार्क चाहिँ एकदमै तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ ढुङ्गासुङ्गा अब छ्याएर हो अत्यन्तै सुन्दर गरेर निर्माण गरेको रहेछ यो चाहिँ। अनि टक्कै भित्तातिर चाहिँ घाँसहरू हो रोपेर पुरै बाटोलाई एकदम हरियाली बनाएको देख्न सक्नुहुन्छ। टक्क यो चाहिँ फेरि कोकोनटको बोट त होइन रहेछ। ल टक्क अगाडितिरको पार्कहरूको दृश्यहरू चाहिँ तपाईँहरूले एकदमै सुन्दर देख्न सक्नुहुन्छ है। पार्कहरूलाई चाहिँ अत्यन्तै सुन्दर गरी यहाँ निर्माण गरेको छ। यो चाहिँ एकदमै खुसीको कुरा चाहिँ। फोटो खिच्ने भिडियो बजाउने गर्दै हुनुहुन्छ। अब चाहिँ यहाँनिर पानी पर्न लागिसकेको छ है। पानी पर्न लागिसकेकोले गर्दाखेरि
टक्क अब तपाईँहरूलाई म यहाँ मैदानको बीच भागबाट लग्दैछु है त तपाईँहरूलाई। टक्क म चाहिँ मैदानको बीच भागबाट हिँड्दैछु अहिले। ल पुरै दिनहरु चाहिँ कालो भइसक्यो। अब चाहिँ यहाँनिर एकदमै ठुलो वर्षा हुन लागिसकेको छ यो ठाउँमा चाहिँ। अनि ट्याक्क अहिले चाहिँ म ग्राउन्डको बीच भागमा आइसकेको छु। अनि बीच भागबाट देखिने दृश्यहरू चाहिँ तपाईँहरूलाई म चारैतिरको देखाउँछु ल। पुरै आकाश पुरै कालो भइसकेको छ है, देख्न सक्नुहुन्छ है। अब चाहिँ अत्यन्तै ठुलो यहाँनिर चाहिँ वर्षा हुन लागिसकेको छ। त्यही भएर म चाहिँ यहाँबाट अब बाहिर निस्किँदैछु है, तपाईँहरूलाई पनि म यतातिरको सबै दृश्यहरू देखाउँदै। ल यहाँनिर चाहिँ टक्क मान्छे हिँड्नको लागि मान्छे हिँड्ने ठाउँ बनाइदिएको छ। टक्क म चाहिँ मान्छे हिँड्ने ठाउँबाट हिँड्दैछु। ल यतातिर चाहिँ अनि फेरि समूहमा फोटो खिच्दै हुनुहुन्छ। टक्क यहाँ तल चाहिँ मुनि चाहिँ पानी नै रहेछ क्या अझै यो तल टक्क ग्राउन्डमा चाहिँ पुरै हिँड्दाखेरि गज 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 भइरहेको छ हो। पुरै मुनिबाट त पानी निस्किरहेको छ क्या यो ग्राउन्डबाट। हेर्दा चाहिँ एकदम दामी देखेर आएको, पुरै पानी निस्किन्छ यार, सिमखेत जस्तो। ल म चाहिँ पल्लो छेउ निस्किसकेको छु। अघि म चाहिँ आएको भनेको पल्लो त्यो झन्डा फरफराउँदै गरेकोबाट आएको है, यता टक्क बिचै बिच हिँड्दै आएको। टक्क म चाहिँ ओल्लो छेउ निस्किसकेको छु ओल्लोपट्टि। अनि ठक्क म चाहिँ अब यहाँबाट बाहिरतिर निस्किँदैछु। अनि यतातिरको माहौलहरू अब पानी पर्नु लागेकोले गर्दाखेरि सबजना भागारै भाग भइसकेको छ। यहाँबाट चाहिँ सब निस्किसक्नु भएको छ। ल अब चाहिँ म पनि यहाँबाट पानी पर्नु लागेकोले गर्दाखेरि बाहिरतिर निस्किँदैछु है त। अनि बाहिरतिर के छ त माहौलहरू म तपाईँहरूलाई देखाउँदै निस्किनेछु है त।
ल अब चाहिँ म चाहिँ पानी पर्न लागेकोले गर्दाखेरि यहाँबाट निस्किँदैछु। आजको भिडियो चाहिँ हजुरहरूलाई के कस्तो लाग्यो हजुरहरूले कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया जनाइदिनु होला। र यति भन्दै आजको भिडियोबाट हजुरहरूमाझ छुटिन चाहन्छु है। हजुरहरूको समय एकदम शुभ बितोस्। हस् त, धन्यवाद।